नमस्कार भाइ बहिनीहरू, सधैँ सुरु गरेर मैले आज कक्षा 10 क्लासको समूह भन्ने टपिकको नेपाली मिडियममा केही क्वेसनहरू सल्भ गर्न गइरहेको छु। क्वेसन देख्न सक्नुहुन्छ, यो सरकारी मिडियमको बुक हो र 4 को ख हेर्नुहोस्। एउटा विद्यालयका 1200 जना विद्यार्थीहरूमा गरिएको सर्वेक्षण अनुसार 100 जनाले गणित मात्र र 200 जनाले विज्ञान मात्र मन पराउँछन्, तर 700 जनाले कुनै पनि विषय मन पराउँदैनन्। त्यसको आधारमा तलको प्रश्नको उत्तर दिनुहोस् भन्ने खोजेको छ। अब यसमा हजुरहरूले दिएको तथ्याङ्कलाई राम्रोसँग सार्नुहोस्। u बराबर 1200 अनि 100 जनाले गणित मात्र भनेको छ, ओन्ली m बराबर 100। 200 जनाले विज्ञान मात्र भनेको छ, ओन्ली s बराबर 200। 700 जनाले कुनै पनि विषय मन पराउँदैन भनेको छ, यो भनेको m युनियन s को कम्प्लिमेन्ट भयो, बराबर 700 जना। अब हेर्नुहोस्, पहिलो क्वेसन चाहिँ माथिको तथ्यलाई व्यञ्चितमा प्रस्तुत गर्नुहोस्। यसका लागि हजुरहरूले दुईटा वृत्त बनाउने, त्यसपछि चाहिँ एउटा आयताकार बक्स बनाउने। अब व्यञ्चित भर्दाखेरि यसमा m लेख्नुहोस्, यसमा s। व्यञ्चित भर्दाखेरि चाहिँ साझा अथवा कम्प्लिमेन्टबाट स्टार्ट गर्ने। साझा दिएको छैन x, कम्प्लिमेन्ट 700। अब ओन्ली m भनेको यो पार्ट हो, घटाउन मिल्दैन यो x लाई, 100 लेख्नुहोस्। ओन्ली s भने यो पार्ट हो, 200 लेख्नुहोस्। पहिलो काम भइसक्यो। दोस्रोमा दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस्। त्यो भनेको x को भ्यालु निकाल भन्न खोजेको हो। अब यसलाई बनाउँदाखेरि व्यञ्चित्रबाट भनेर लेख्नु होला। यहाँबाट जोड्ने सुरु गर्नुहोस्। 700 प्लस 100 प्लस x प्लस 200 बराबर जम्मा हुन्छ। हेर्नु, जम्मा भनेको 1200 अनि जोड्दाखेरि चाहिँ 1000 हुन्छ, प्लस यो x भ्याल्यु बराबर 1200। अनि 1000 लाई उता लग्यो भने माइनस 1200 माइनस 1000 भन्दाखेरिमा 200। यो चाहिँ हाम्रो दुवै विषय मन पराउने। अब तेस्रोमा हेर्नुहोस्, कम्तीमा एक विषय मन पराउने भनेको छ। अब कम्तीमा एक विषय मन पराउने भन्नुको मतलब चाहिँ युनियन निकाला भन्न खोजेको। m युनियन s। अब यो निकाल्ने क्रममा दुईटा तरिकाले निकाल्न सक्नुहुन्छ। हेर्नुहोस्, यो तीनटा भाग जोडे पनि हुन्छ, जम्माबाट यो 700 घटाए पनि हुन्छ। सजिलोको लागि जम्माबाट हामी 700 घटाइदिन्छौँ, त हाम्रो आयो 500। यसरी हामी सोल्भ गर्न सक्छौँ। हेर्नुहोस्, र सँगसँगै हजुरहरूलाई यहाँ स्क्रिनमा मैले क्वेसन पनि राखिदिएको छु। हेर्नुहोस्, ग नम्बर, या तपाईँहरूसँग बुक छ भने बुकमा पनि छ, यसलाई सोल्भ गर्न सक्नुहुन्छ। 4 को क पनि यस्तै हो, ख र ग मध्ये एउटा बनाइदिए। यसरी सोल्भ गर्नुभयो भने हुन्छ। हस्त, धन्यवाद।